मकुण्डो उत्रिनु बाँकी छ, अझै ठुलै काम छ। त्यही हो 2082 भदौ 23 र 24 गतेको घटनाको कुरा गरे हुँ मैले। त्यस्तो घटना कहिले पनि देखिएको थिएन नेपालमा, अविस्मरणीय नै थियो है। त्यो दिन त्यतिकै आएको थिएन। बिर्साउने प्रयास भोलिपल्टदेखि ती फास्ट ट्र्याकमा गरियो है। जब राज्य प्रहरी है जनतासँग डराएर लुक्यो, भाग्यो, अनि त त्यो जनता, त्यो विद्रोही, त्यो आन्दोलनकारी, त्यो क्रान्तिकारी शक्तिले देश चलाउनु पर्ने थियो, भएन है। त्यसैले भने हो, नआत्तिनस्, नहाउसिनस्, मुख नमिटाउनस्, मकुण्डो उतार्न बाँकी छ। र लिम्बुवानबाट जारी गर्दै गरेको यो सन्देश हो। पुरानाहरूले पत न पत है कार्यकारी प्रमुख बनाएर पठाए। कार्यकारी प्रमुख चाहिँ राष्ट्रपतिले नियुक्त गरेर चाहिँ नै विद्रोह, आन्दोलन, क्रान्ति जो जनताले गरेको थियो उनीहरूलाई डिसमिस गराउनु तर्फ लागे। रामचन्द्र पौडेल बचे, राष्ट्रपति बचे भनेर नसम्झिनुहोस्, भागेकै हो राष्ट्रपति पनि। प्री प्लान है पुगेन आन्दोलनकारीहरूको, विद्रोहीहरूको, क्रान्तिकारी जनताहरू तयारी पुगेन। जुन परिस्थितिहरू सिर्जना हुँदैछ, सिर्जना हुनु खोजिरहेको छ, भ्रष्टाचारका नाइकीहरू डराइरहेका छन्, उनीहरू आफूलाई सुरक्षा गर्न लागेका छन्, आफू सुरक्षित हुन चाहेका छन्। उत्पीडित ती जनताहरूसँग, तिनीहरूसँग लड्ने, अघाएकोहरूसँग लड्ने, क्या पीडित जनताहरू, भोकाहरूकाहरू लड्नु धेरै गाह्रो छ, गाह्रो छ। दुःखको कुरा हो। यस ती पुरानो अधिनायकवादी, निरङ्कुश, भ्रष्टाचारी, व्यतिथि र कुशासनको रक्षकहरूलाई कम्प्लिटली बढार्नु गाह्रो नै छ। जनताले चाहँदाखेरि बढारिँदो चाहिँ रहेछन्, तर फास्ट ट्र्याकमा स्थापित हुनतर्फ लागे। त्यो आन्दोलन, विद्रोह, क्रान्तिलाई यिनीहरूले अवैध घोषणा गर्न सक्छन् भनेर मैले भनेको छु। त्यतैतिर गइसकेको छ। त्यसैले हो त्यसको 2-4 दिन भित्रै
मैले चाहिँ नि एउटा खबरदारी सन्देश यात्राको सुरुवात गरेको। त्यसकै लागि मर्न चाहने हो, त्यसकै लागि गर्न चाहने हो, टेन्सन छैन। यत्रो ठुलो शक्तिलाई दबाउनु, निष्क्रिय पार्नु विश्व राजनीतिक विरोधी कुरा हो। राजनीतिकमा जोसँग जित्ने खुबी छ, जसले जित्छ केही छ, जित्नेसँग केही हुन्छ, हार्नेहरूले स्वीकार गर्नुपर्छ क्या हारलाई। त्यसो भएन भने विश्व चल्दैन, विश्व राजनीति पनि चल्दैन। समाज, देश, विश्व प्रगतिशील पनि हुँदैन है। जसले 82, 23 र 24 लाई बुझेनन्, त्यो दिन आफू सुरक्षित हुन सकेनन् भनेपछि त्यो डेट एक्सपायर वाला शक्ति नै हो। एउटा युग हैन, एउटा नयाँ सभ्यता हैन, नयाँ सुरुवात कथाले मागेको छ। त्यसलाई त्यही वेगमा बग्न दिनुपर्छ। वर्ष दिनमा नेपालमा है विभिन्न सिजन हुन्छ, मौसम हुन्छ, तुषारो हुन्छ, कुहिरो हुन्छ, गर्मी हुन्छ, जाडो हुन्छ र करिब 3 देखि 4 महिना जति वर्षा हुन्छ। अनि त्यसलाई कसरी रोक्ने असम्भव कुरा हो। प्रकृतिको नियमलाई रोक्नु खोज्नु। असार 15 को दिन मैले त्यो बिजुली बजारको मुनि के पुलमा चाहिँ पानीले भिज्यो बाइकमा आउँदै गर्दा त्यो खोला हेरेर मैले एक दुई कुरा गरेको छु। दोबी खोला हेर्दै उर्लेर आएको थियो है। त्यस्तै हो राजनीतिक, त्यसलाई रोक्नु नखोज्नु। विश्वको कुनै शक्तिले पनि त्यो उर्लेर आएको खोला अनि आकाशबाट झरेको चाहिँ नि वर्षा रोक्यो भने त्यो अप्राकृतिक हुन्छ। त्यो नगर्नु भनेकै हो। साह्रै नराम्रो दिनहरू निम्ति आउँछ है। जबरजस्त अशुभ हो। मृत्युपछि मात्रै लाइन छोड्छु भन्नु अप्राकृतिक हो। काम लाग्दैन यदि लाइन भने त्यो लाइन चेन्ज गर्नुपर्छ वा लाइन छोड्नुपर्छ वा लाइनमा बस्नु हुँदैन। यो पनि प्राकृतिक नियम हो क्या। जबरजस्त अनि